छ प्रकारको ब्लड टेस्ट जुन 25 वर्षभन्दा माथिको महिलाहरूले गर्नै पर्ने हुन्छ। नम्बर 1 CBC कम्प्लिट ब्लड सेल काउन्ट, जसबाट सम्पूर्ण प्रकारका रक्त सेलहरूको बारेमा थाहा हुन्छ। नम्बर 2 LFT लिभर फङ्सन टेस्ट, यसले कलेजोमा भइरहेको जाँचहरूको बारेमा जानकारी दिने काम गर्दछ। नम्बर 3 RFT अथवा यसलाई KFT पनि भनिन्छ, रेनल फङ्सन टेस्ट, मृगौलाले गरिरहेको कामहरू सम्बन्धी गरिने परीक्षणहरू। नम्बर 4 TFT थाइरोइड फङ्सन टेस्ट। नम्बर 5 लिपिड प्रोफाइल, यस अन्तर्गत राम्रो र नराम्रो बोसोको जाँचहरू गरिन्छ। नम्बर 6 CA-125 र CA, यो विशेष गरी क्यान्सर स्क्रिनिङ टेस्ट हो। महिलाहरूमा हुने विभिन्न क्यान्सर जस्तै स्तन क्यान्सर, पाठेघरको क्यान्सर, यस्ता किसिमका क्यान्सरहरू जाँच गर्नको लागि विभिन्न प्रयोगशालाका जाँचहरू उपलब्ध छन्। यो एपिसोडमा हामीले सामान्य स्क्रिनिङ टेस्ट जुन ब्लडबाट थाहा हुन्छ त्यसको बारेमा जानकारी गरेका छौँ। र तपाईँलाई अन्य कुनै क्यान्सर सम्बन्धी, हर्मोन सम्बन्धी जिज्ञासा जानकारी भएदेखि कमेन्ट गरिदिनु होला। अर्को एपिसोडमा म त्यसको डिटेल खुलाउनेछु। धन्यवाद।